हेलो 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 एभ्रिवान। आज चाहिँ म मन्दिर दर्शन गर्नको लागि भनेर आइरहेछु गाइजहरू। आउँदो रहेछ गाइजहरू। म चाहिँ आज दर्शन गर्नको लागि भनेर मन्दिरमा आइरहेको छु। हेर्दै जाउँ, तपाईँहरूलाई म जे सकिन्छ देखाउँदै जान्छु है त गाइजहरू। हेरेर प्रतिक्रिया दिनु होला। म दर्शन गर्नको लागि गइरहेको छु। यस मन्दिरको भित्र चाहिँ के रहेछ भनेर चाहिँ म तपाईँहरूलाई अवश्य देखाउने छु। कस्तो कस्तो मूर्तिहरू अवस्थित रहेछ भनेर चाहिँ म तपाईँहरूलाई देखाउने नै छु। ल म मन्दिरको परिसरभित्र प्रवेश गरेँ है त साथीहरू। यसभित्र रहेका संस्कार संस्कृतिहरू अवश्य देखाउने नै छु। ल यहाँनिर चाहिँ तपाईँको 1 2 3 4 5 6 7 9 वटा मूर्तिहरू अवस्थित रहेछ एकै ठाउँ। समग्र रूपमा 9 वटा मूर्तिहरूलाई चाहिँ हामीले यहाँ देख्न सक्यो। एकै ठाउँमा अवस्थित रहेछ गाइजहरू। 9 वटा मूर्ति 9 वटा दिशाबाट चाहिँ अवस्थित छ गाइजहरू। यसरी चाहिँ जीर्ण अवस्थामा राखिएको पाइन्छ। त्यस्तै गरी यहाँनिर पनि एउटा सजावटै रूपमा राखिएको चाहिँ जीर्ण मूर्तिको अवस्थितमा हामी देख्न सकिन्छौँ। पूजाआजा भव्य रूपमा चाहिँ यहाँ हामीले गरेको पनि देख्न सकिन्छौँ। त्यस्तै गरी म देखाउँदै जानेछु सिंहको मूर्तिको परिसर गाइजहरू। यसभित्र के रहेछ भनेर म अवश्य देखाउने छु। यो बाहिरी पेरिफेरा हो गाइजहरू, यसको बाहिरपट्टिको भागहरू। यस्तै छ। म चाहिँ यहाँ पूजा गर्नको लागि भनेर आइरहेको छु गाइजहरू। धेरै साथबाट प्रतिक्रिया दिनु होला। यसो के रहेछ भनेर म तपाईँहरूलाई देखाउने नै छु। यहाँ चाहिँ तपाईँको यो अगाडिपट्टिको भाग हो। यहाँ चाहिँ भक्तले जनहरू बसेर चाहिँ पूजाआजा गर्ने गरिन्छ।
यो अगाडि अग्रसर भएको तपाईँको चाहिँ एउटा सिंहको रूपमा मूर्ति देख्न सकिन्छ। सिंहको रूपमा अवस्थित मूर्ति। गाईहरू त्यस्तै गरी यता बायाँ साइडमा अवस्थित जीर्ण मूर्ति देख्न सकिन्छ। यो भित्री रूपमा अवस्थित जीर्ण अवस्थामा मूर्ति देख्न सकिन्छ गाईहरू। चाहिँ भित्री मन्दिरको भित्री परिसरभित्रको मूर्ति हो। एकदम जीर्ण अवस्थामा छ गाईहरू। यसको माथिल्लो भागमा पनि एकदम कुदिएर रहेको मूर्ति। साइडमा तपाईँको चाहिँ हात्तीको र बिचमा चाहिँ मूर्ति अवस्थित देखिन्छ। त्यस्तै गरी यहाँ फेरि दायाँपट्टिको भागमा पनि जीर्ण अवस्थामा एउटा मूर्ति रहेको पाइन्छ। हरेक मूर्ति पूजा गर्ने गरिएको पाइयो। यसको पेरिफेरतिर यसरी चाहिँ पुरा स्पष्ट रूपमा कुदिएका मूर्तिहरू देख्न सकिन्छ गाईहरू। त्यस्तै गरी यसको अग्रभाग यस्तो रहेको छ। र यहाँ पनि हात्तीको रूपमा अवस्थित जीर्ण मूर्ति देख्न सकिन्छ गाईहरू। म देखाउँदै लानेछु गाईहरू। यहाँ पनि एउटा मूर्ति अवस्थित छ गाईहरू। यसको माथिल्लो भागमा यस्तै कुदिएर रहेको जीर्ण रूपमा मूर्तिकै रूपहरू देख्न सकिन्छ। त्यस्तै गरी यो साइडमा पनि मूर्तिको अस्तित्व हामी देख्न सकिन्छ। सट्टासँगले चाहिँ तपाईँहरूको जीर्ण रूपमा हरेक मूर्तिहरू चाहिँ अवस्थित रूपमा देख्न सकिन्छ गाईहरू। हनुमानजीको पनि मूर्ति एकदम अवस्थित रूपमा देख्न पाइयो जीर्ण रूपमा। यसरी चाहिँ मजाले सजाएर राखिएको पाइयो गाईहरू। मजाले जीर्ण रूपमा मूर्तिहरू सजाएर राखेको पाइन्छ गाईहरू। विभिन्न किसिमको भक्तहरू झमेर आएर चाहिँ पूजा गर्ने गरेको पाइयो। त्यस्तै गरी म अन्य कुराहरू देखाउँदै जाने। त्यस्तै गरी माथिल्लो भागमा चाहिँ नागको मूर्ति स्पष्ट रूपमा चाहिँ पुरा जीर्ण अवस्थामा नागको मूर्ति कुदिएर रहेको अवस्थामा देख्न सकिन्छ गाईहरू। यसलाई चाहिँ नागको रूपमा पूजा गर्ने गरिँदो रहेछ गाईहरू।
त्यस्तै गरी यता विपरीत दिशापट्टि पनि एकदम भीमसेन मूर्तिकै रूपमा भनौँ स्थायित्व रूपमा चाहिँ पुरा खडा गरेर राखिएको एउटा जीर्ण मूर्तिको अवस्था देख्न सकिन्छ गाइजहरू। यसभित्र पनि हरेक मूर्तिहरू स्पष्ट रूपमा जीर्ण रूपमा देख्न सकिन्छ गाइजहरू। यसलाई चाहिँ हामी काली माता कालीको मूर्ति भनेर चाहिँ चिन्न सकिन्छ गाइजहरू। त्यस्तै गरी शिवजी भाङ लिने गर्छ भन्ने गरिन्छ नि शिवजीले। वास्तवमा यो शिवजीको अस्तित्व रूप स्पष्ट रूपमा जीर्ण रूपमा चाहिँ राखिएको पाइयो गाइजहरू शिवजीको मूर्ति। त्यही गरी अनेक किसिमको मूर्तिहरू अवश्य रूपमा देखियो गाइजहरू। यता बाहिरी भाग हो, यो बाहिरी भाग पुरा जङ्गलको हरियाली जङ्गलको बिचमा चाहिँ मूर्ति मन्दिरको अस्तित्व रहेको पाइन्छ गाइजहरू। त्यस्तै गरी आज चाहिँ म चाहिँ यस मन्दिरभित्रको कस्तो रहेछ त भनेर हजुरहरूलाई देखाउन लागिरहेको छु। यहाँ चाहिँ हरेक भक्तजनहरू आएर पूजा गर्ने गरिएको पाइयो। वर्षमा महिनामा 6 महिनामा त्यसरी नै हामीले यहाँ चाहिँ पूजा गर्ने गरिरहेको पाइयो गाइजहरू। त्यस्तै गरी यहाँ चाहिँ 2वटा मूर्तिहरू एकदम प्रष्ट रूपमा चाहिँ जीर्ण रूपमा अवस्थित देखियो। एकदम जीर्ण रूपमा कुदिएको मूर्तिहरू यसको माथिल्लो भागमा पनि फेरि त्यस्तै गरी चारै सुरमा यसरी नै मूर्तिहरू सजाएर राखिएको पाइयो चारैवटा भागमा। एकदम सुनसान ठाउँमा चाहिँ यसरी मन्दिरको जीर्ण रूपमा मन्दिर देख्न सकिन्छ गाइजहरू। ल गाइजहरू कस्तो लाग्यो आजको चाहिँ मेरो मन्दिर दर्शन गर्ने अवसर मिलेको हुँदा यस मन्दिरको बारेमा म हजुरहरूलाई केही जाने नजानेसम्म देखाएँ अथवा देखाइरहेको छु। कस्तो लाग्यो हेरेर साथ सपोर्ट र प्रतिक्रिया दिनु होला र मेरो च्यानललाई पनि माया गरिदिनु होला गाइजहरू। यस्तै जानकारीहरू म अवश्य देखाउने नै छु भन्दै आज यस
मन्दिरबाट चाहिँ म आफ्नो पूजा दर्शन सकिएर फर्किन लागिरहेको छु गाइजहरू। कस्तो लाग्यो हेरेर साथ सपोर्ट र प्रतिक्रिया दिनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ गाइजहरू। आजको चाहिँ मेरो दर्शन मन्दिर दर्शन प्रक्रिया भएको हुँदा यसै मन्दिरको पूर्ण जीर्ण रूपले नै हजुरहरूलाई पनि दर्शन मिल्नेछन् भन्दै आजको यस भ्लगबाट म बिदा चाहन्छु गाइजहरू। हस् त, नमस्ते, बाई गाइजहरू, बाई। फेरि अर्को भ्लगमा भेट्ने जमर्को गर्दै आजलाई चाहिँ बिदा चाहन्छु गाइजहरू। ओके, बाई।